झोल मोमो अचार साँच्चै 5 स्टार होटेललाई टप्छ क्या यसरी बनाउँदा। पत्याउनुस् अनि बनाउन सुरु गर्नुस्। सुरुमा चाहिँ मैले भटमासलाई मजाले पाक्ने गरी भुटेँ, त्यसपछि सेलाउनको लागि एउटा प्लेटमा निकालेँ। त्यसै गरी तिललाई पनि पाक्ने नै गरी भुटेर सेलाउनको लागि अर्को कचौरामा निकालेँ मैले। अब बदामको पालो आइसकेको छ, यसलाई पनि उही प्रोसेसमा हो, यदि छ भने सिलाम पनि राख्नु होला। त्यही कराईमा चाहिँ मैले अलिकति तेल तताएँ, लसुन फुराएँ। लसुन एकदमै इम्पोर्टेन्ट। प्याज राखेँ, यो प्याजलाई चाहिँ कलर चेन्ज हुने गरी भुट्नुपर्ने हुन्छ। त्यसपछि अब राख्ने टमाटर सँगसँगै स्वाद अनुसार नुन। त्यसपछि छुटाउनै नहुने इन्ग्रिडियन्ट भनेको चाहिँ टिमुर पनि हो। टिमुरले यति मिठो बास्ना, फ्लेभर, ओ माई गॉड, सबै थरी दिन्छ हैन। अब यो बदाम, भटमास, तिललाई चाहिँ एकाएक गर्दै मसिनो हुने गरी पिस्ने भन्दा पनि सकेसम्म मसिनो हुने गरी पिस्नुपर्ने हुन्छ। एकैचोटि पिस्दा चाहिँ राम्रोसँग पिसिँदैन, त्यसैले गर्दा मैले फरक पिसेकी छु। ल हेर्नुहोस् त, यो धुलो छोप पनि रेडी भइसकेको छ। अब यसलाई चाहिँ टक्क एउटा ठुलो मिक्सी जारमा राखेर अघि नै पकाएको टमाटर, प्याज, टिमुर, नुन सबै थरीलाई यसैमा राख्ने। अनि यसमा अब राख्नुपर्ने हुन्छ हरियो खोर्सानी, हरियो धनियाँ, कागतीको रस पनि इम्पोर्टेन्ट। पानी त राख्न परिहाल्यो हैन, झोल मोमो अचार हो नि त। अब यसलाई पनि जति सक्दो मसिनो हुने गरी पिस्ने। ल हेर्नुहोस् त कस्तो मजाले छिट्टो रेडी भइसकेको छ। बनाउनुस्, खानुस् अनि स्वाद बताउन चाहिँ नभुल्नुस् है।